एकदमै अँध्यारो रात थियो। एउटा मानिस घर फर्किने गर्दा उसले एउटा अनौठो दृश्य देख्यो। एकजना दृष्टिविहीन वृद्ध मानिस हातमा बनिरहेको लालटिन बोकेर हिँडिरहेका थिए। त्यो मानिस दौडिँदै घर गयो र आफ्नी श्रीमतीलाई भन्यो, हाम्रो छिमेकी दृष्टिविहीन होइनन्, मैले भर्खरै उनलाई बत्ती बोकेर हिँडिरहेको देखेँ। भोलिपल्ट बिहानसम्म त यो कुरा पुरै गाउँभरि फैलिसकेको थियो। सायद उनले यतिका वर्षसम्म हामी सबैलाई मूर्ख बनाए। त्यस रात गाउँलेहरू उनलाई पर्खिएर बसे। छिटै नै उनीहरूले ती वृद्धलाई बाटोमा आउँदै गरेको देखे। बिस्तारै चालिएका पाइलाहरू, हातमा एउटा टेक्ने लौरो अनि त्यही बलिरहेको लालटिन। भिडबाट एउटा मानिस ठूलो स्वरले हाँस्यो र भन्यो, ए अब नाटक गर्न बन्द गर्नुहोस्, हामी सबैलाई तपाईको रहस्य थाहा भइसक्यो। ती वृद्धले केही भनेनन्। उनी आफ्नो लौरोले भुइँमा टेक्दै शान्त भई अगाडि बढिरहे। तर भिडमा भएका एकजना भद्र भलादमी अलि झुक्किए जस्ता देखिए। उनी अगाडि बढे र नम्र हुँदै सोधे, हजुरबा, यदि तपाईँ दृष्टिविहीन हुनुहुन्छ र केही देख्न सक्नुहुन्न भने यो बत्ती किन बोक्नु भएको त? ती वृद्ध मुस्कुराए, यो बत्ती मैले बाटो देख्नका लागि बोकेको होइन, यो त तिमीहरूले मलाई देखुन् भनेर बोकेको हुँ, ताकि यो अँध्यारोमा तिमीहरू ममाथि आई नठोक्कियौ। त्यसपछि पुरै भिड सुनसान भयो। उनीहरूले बल्ल कुरा बुझे। हामीले अरूका लागि गर्ने कतिपय कुराहरू वास्तवमा हाम्रै सुरक्षाका लागि पनि भइरहेका हुन्छन्।